के तपाईँले कहिले सोच्नु भएको छ इलेक्ट्रिक कार वास्तवमा कसरी चल्छन्? आजकल तिनीहरू जताततै देखिन्छन्, तर पेट्रोल र डिजल कारभन्दा पुरै फरक हुन्छन्। इलेक्ट्रिक कारमा इन्जिन र गियरबक्स हुँदैन। यसको सट्टा ब्याट्री, मोटर र इलेक्ट्रोनिक कन्ट्रोल सिस्टम हुन्छ। मोटर यसको मुटु हो, कन्ट्रोल सिस्टम यसको दिमाग हो, र ब्याट्रीले कारलाई चाहिने सबै ऊर्जा भण्डारण गर्छ। ब्याट्रीबाट आउने बिजुली डीसी डाइरेक्ट करेन्ट हुन्छ, तर मोटर एसी अल्टरनेट करेन्टमा चल्छ। त्यसैले इन्भर्टर चाहिन्छ। इन्भर्टरले डीसीलाई एसीमा परिवर्तन गर्छ। एसी पावर मोटरमा पुगेपछि घुम्ने चुम्बकीय क्षेत्र रोटेटिङ म्याग्नेटिक फिल्ड बन्छ। मोटर घुम्छ र बिजुली सिधै गाडीको चालमा बदलिन्छ। यहाँ गियर परिवर्तन गर्नु पर्दैन। एसीको फ्रिक्वेन्सी परिवर्तन गरेकै भरमा पाङ्ग्राको गति तुरुन्तै बढ्छ। त्यसैले इलेक्ट्रिक कारहरू यति छिटो प्रतिक्रिया दिन्छन्। पुरै इलेक्ट्रिक ड्राइभ सिस्टममा हाई भोल्टेज सिस्टम, इन्भर्टर, मोटर, रिडक्सन गियर र ब्याट्री प्याक समावेश हुन्छ। यो सिस्टम हल्का, सानो, झन्डै कम्पन नहुने र एक्सिलेटर थिच्ने बित्तिकै पुरै टर्क दिने खालको हुन्छ। अब तपाईँ के सोच्नुहुन्छ? के भविष्यमा इलेक्ट्रिक कारहरूले पेट्रोल र डिजल कारलाई पुरै विस्थापित गर्नेछन्?